हाम्रो यहाँ चटपट ग्याङ भेटियो है फेरि बच्चेको भाइरल दसैँको दिनमा हैन भाइरल कसले गराइदियो ल साथीहरु सुकुटी है भनेपछि आफ्नै गाउँमा पनि हाम्रो अजालाई चिनेन हैन त अजा यता हेर्दिनु त ठीक छ एकपल्ट सलाम हान्दिनु ल लाउरे सलाम हान्दिनु नि त तपाईं लाउरे सलाम हान्न आउँछ ल गुड मर्निङ अनि सबैलाई विजयदशमीको शुभकामना सहित हैन ल बिहान उठिसकेको छु अनि तपाईहरुको दशैं कस्तो हुनेवाला छ हैन हाम्रो त अब पानी परेर तपाईहरुतिर पनि पानी त परे होला हैन त्यही त पानी परेर बिहान रातभरि पानी परे हेर आज देख्न सक्नुहुन्छ हैन यस्तो रोडै चिसो भएर हेर न त्यही साथीहरु हैन भर्खर उठियो हैन मासुको धन्दा दुनियाँ दिवाना गर्दा थाकेर अनि भर्खर उठेको अब उठेर पकाउनु पर्छ आज टिकाको दिन हो साथीहरु हैन यस भर्खर उठेर अनि अब जानुपर्ने हुन्छ अब चाहिँ पकाइ तुलाइ गरेर हैन दिउँसो टिका सिका लाउनु पर्यो 11 बजेर 53 मिनेटमा साइज छ त्यही साथीहरु हिजो अस्तिखेरि यो मिलाएको हिजो कि अस्ति रुम टक मिलाएर सेटअप गरेर अब माथि मासु पकाउनु पर्यो आगोमा पकाउनु पर्यो आज कस्तो छ सुकुटीहरू टन्नै छ घरको बत्ती पनि मार्दिनु पर्यो बत्ती मरेर नुहाइ धुवाइ पनि गर्नै छ उज्यालो भइसकेछ ल साथीहरू हाम्रो सुकुटी सिकाउने ठाउँ चाहिँ यही हो कति 8,000 कति हजारको यार सुकुटी कति हजारको 8,000 हो कि 9,000 8-9,000 को सुकुटी हो साथीहरु यहाँ सुकुटी हड्डीहरु हैन अनि यस खुट्टी पनि छ है खुट्टी साथीहरु ल यहाँ चाहिँ गेडागुडी फसी सामी सार खान दामी हुन्छ के हैन पानी परिरह हैन पानी अब अहिले के पकाउनु पर्छ पकाउनु पर्यो यार साथीहरु ल ढिलो हुन्छ यार अब सुकुटी पकाउनु पर्यो हैन सुकुटीहरु भिजाएर पकाउने हैन पहिले सुकुटी गर्नु न हो दमिलो पहिले सुकुटी ले टाढा यो सुकुटीहरु पकाउनु क्या पनि मिसाउनु अलि कहाँ बोसो सुकुटी सब मिसाएर पकाउनु पर्छ साथीहरु अलि नजिक आउँछ सुकुटी सुकाएर यस्तो भइरहेको छ है दसैँमा सुकुटी चाहिँ दाँतमा अड्केर चाहिँ गिना फुलिन्जेल खाइन्छ तै पनि भोलिपछि खान मन लागिहाल्छ कति पकाउने हो यति पुग्छ हाम्रो सुकुटी काटेर सकियो यता कराई ढल्दैछ छोरीले प्याज काट्दैछ त्यहाँ बसेर आज सुकुटीबाट स्टार्ट गर्ने पकाउनलाई के पकाइन्छ हेरौँ हैन यस्तो गरेर भामा बसेर पकाउँदाखेरि छुट्टै मजा हुन्छ है साथीहरु कराई ल साथीहरु सुकुटी है भर्खर भइरहेर प्याज हाल्दा एकदम धुवा भएर डेन्जर ल साथीहरु आज टिकाको दिन हो तर मौसम हेर्दाखेरि लाग्दैछ कि अब कोदो रोप्ने बेला भइरहेछ अब यस्तो त्यहाँ एकछिन आगोमा पकाएको एकदम पिरो भयो क्या त्यही भएर यहाँ बाहिर आएर मुख धोइरहेको मौसम यस्तो छ है साथीहरु गोर्खाको घाम मन्दा लागिरहेछ बादली ल सुकुटी पाक्यो हाम्रो कान्छी बुहारीले पकाउँदैछ हैन माथि पर्सी यसलाई भित्र चाहिँ चना
अच्छा फेरि यस्तो मौसम आएछ मम्मीले साग ल्याउनु भयो ल यहाँ चना अझ आइटमहरू पाक्दैछ ल ओ भुतु ल हेलो गर्दै छिटो हेलो हेलो आरु किसिन तल हौ सुकुटी रेडी भयो हाम्रो यस नुन चाहिँ चाहिएन है चर्को भयो भने नलाया ठिक लाग्यो ल सौरभको नि आज बिहा भयो होला ल साथीहरू पकाइ तुलाइ गरेर नुहाइधुवाइ गर्छु क्या दारी सारी काट्न बाँकी छ यहाँ फर्सी र हड्डी पाक्दैछ एक चाहिँ चना होइन अनि यसो काउली र आलु यो साग यो अब सुकुटी भइहाल्यो अब बिहानै देखायो तपाईँहरूलाई होइन सुकुटी यहाँ अचार के हो यो यहाँ रगत अनि यहाँ अचार पाक्दैछ होइन दसैँमा त फ्रिजमा त फेरि यस्तो हुन्छ बाहिर सुकुटी जस्तै छ हाम्रो चाहिँ टिका लाउने ठाउँ चाहिँ यहाँ बनाइसकियो साथीहरू अब ट्रक्क नुहाइधुवाइ गरेर फलफुल सलफुल लिएर आयो यस्तो गरेर अब दारी हल्का काट्नु पऱ्यो अनि रेडी हुनुपर्छ त्यहाँ अदालाई पनि रेडी गरिदिन्छ नानीहरू यहाँ रेडी भइसक्यो रिसाएर हाम्रो अजालाई चाहिँ अब यहाँ कपडा लाएर रेडी गरिदिनु पऱ्यो अजाले अन्त टिका लगाइदिने होइन त अजा टिका को लगाइदिनु तपाईँ लाउने होइन ठुलो मान्छे लगाइदिने है पुजारीले तपाईँ पुजारी हो पुजारी होइन अजा त हो नि त अजा त हो तपाईँ लगाइदिने होइन त हामीलाई है हामीलाई लगाइदिने होइन कि होइन ल ल ल ल अब लुगा लाउने है ल ल ल मलाई समाउनु मलाई नातिलाई क्या यहाँ त्यतै समाउनु हुन्छ ल खुट्टालाई एउटा खुट्टा चाल्नु न कुन चाहिँ चाल्नु त्यो है चाल्नु त खुट्टा चाल्नु समाउनु है कसरी त झिक्दै खुट्टा टेकेछ कपडा टेकेछ हो ल ठिक छ चप्पल लाउनु ल ए लाउनु न चप्पल लाउनु यसमा उचाल्नु खुट्टा ल भनेपछि आफ्नै गाउँमा पनि हाम्रो अजालाई चिनेन होइन त अजा यता हेरिदिनु त ठिक छ एकपल्ट सलाम हानिदिनु ल लाउरे सलाम हानिदिनु नि त तपाईँ लाउरे सलाम हान्न आउँछ हान्नु हो ल भेरी गुड ठिक छ नि फेरि हानिदिउँ ल दुईपल्ट हान्ने ल ल सलाम छ ल र अजा नि हिरो भयो दसैँमा टिका लाउनलाई ट्याक्क ठिक छ नि अजा गोर्खे सलाम कस्तो हुन्छ अरे फेरि भनिदिनु त अजा गोर्खे सलाम गेट ल हाम्रो अजाले जाने खायो क्या है ल माथि बस्ने एकछिन के यहीँ बस्ने त्यो कपडा तपाईँले छ यहीँ राखिदिन्छु म अहिले फेरि लाउने के हो अहिले लाउने है यो टायर त अहिले पुस्ने हो क्या है उहाँ लट्ठी पाँच किनेको ठिक छ अजा ठिक छ अजा हेर भएपछि नाति नै हुनु पर्यो नि त होइन
मैले लाउनु पर्यो होइन लाउरे नाति होइन हो नि यार अन्तखेरि हिरो नि हराइसक्यो खै त्यो टिका लाउने सायद पनि भयो दरबारमा बन्दुक हानिसक्यो मान्छेहरू आएन ल अजाले अब टिका लगाइदिए गर्दै हुन्छ ल अजा है अजा अब टिका लाउने होला माथि बन्दुक पड्कायो नि त सुनेन माथि डिङ गरेको थियो लाउँदैन सुने हो पहिला आफू लाउनु अनि लगाइदिनु है आफू लाउनु है ल अब यहाँ पैसा ट्याक्क रेडी गरेको छ यहाँ बस्नु ल यतै रातो लगाइदिन्छ अजाले आफूले टिका लाउने पहिला अनि अरू लगाइदिने है अजा ठर्दैन बिचरा के हो नि होइन अजाको ल अजाले टिका लगाइदिन स्टार्ट गरिसक्यो है अब यो लाउनु यो भवन गिरवा लानु पाइ है ल अब यो लाउनु यो टिका समाइदिनु है समाइदिनु ल भयो ल ल लाएर लगाइरहोस् अलिअलि भयो आफै लगाएर जमारा र पैसा दे जमरा नि यो लाउनु पर्छ काल लगाइदिनु त्यो छोडिदिनु टिका लगाइदिनु अङ्कललाई यो पयाँलाई लगाइदिनु पहिला पयाँलाई हो ल ल यहाँ ल लगाइदिनु छोडिन्छ म लगाइदिन्छु ल रातो रात लगाइदिनु रातो म गरिदिन्छु है अझ मैले जता हात लगाएँ त्यता लैजानु ल अक्षता ल आशिक दिनुहोस् है आशिक दिनुहोस् ल धुनु पर्ने खै खुट्टा त्यो जुत्ता खोल्नु पर्यो नि चप्पलले पर्दैन धुनु पर्छ नि होइन चप्पलले पनि नि पानी पर्यो यार ल बाजेले यहाँ टिका लगाउनलाई रेडी भइसक्यो कान्छी बारीले पैसा लिएर आउनु रहेछ आधा घन्टा लाग्यो यहाँ अझ बिचरा बसे भइसक्यो अझ अचार अहिले मुख्ने बेला खाने बेला पुतली यहाँ हो यहाँ ए ल ल ल म पानी हाल्नु पर्दैन अझ हालिसक्यो अघि नै यो पयाँलो लगाइदिनु पहिला कान्छी बुहारी यता अब पयाँलो माथि अलि माथि है अम्लाई गर्नु त ल रातो अझै अफिस ल अब अक्षता बिचरा अक्षता लगाइदिनु अक्षता ए मोनी लगाइदिनु छोडिदिनु यसमा आउनु त दाहिने लगाइदिनु आफै लाउँछु ल पैसा दिनु पऱ्यो नि त पैसा दिनु नातिलाई धेरै ल कता दाहिने ल ल स्काइ लाउनु मन लाग्यो नि त बढी लगाइ ल कति आइसक्यो फोटो त आएन आइसक्यो टिका लाउने अब टिका लाएर अब पेट कुवा गरेर कराउँछ पढाइसक्यो अघि नै मेरो
कता डेढपट्टि सङ्गीताले मात्र लानु पाएन त्यो चाहिँ एउटा निस्किहाल्छ कि अन्त आयो मान्छे ल आऊ नानी ल ल छिटो लगाइदिनु लगाएपछि केही नै हुन्न धेरै पढ्नुपर्छ बुद्धिमानी हुनुपर्छ आरु यता हेर यता आऊ साइन आऊ साइन आफ्नो टिका लाला दसैँमा यसो रातो त हुनु पऱ्यो नि मेथी त छैन हालिदिनु सबै ल फेरि साह्रो होइन त्यहाँभित्र कागज तिन ल्याएको थिएँ मैले ल टिका लाउने कार्यक्रम भइरह्यो साइन यता साइन साइन त खुट्टेमा जुत्तै लाएर आएर दुईटै खुट्टा एउटा मात्रै लाउन मिलेन भन्दैन ल जुत्ता क्या यता हेर्दा छोरी ल मेरो मोबाइल कहाँ छ के ल्याउन त फोन मात्रै ल ए अँ त नि मैले नि ढोगिनँ छिटो गर्ने भन्दाखेरि छिटो गर्ने भन्दा केही न केही बिर्यो कति लाउनु ल लास्ट टिका आयो अब हाम्रो टिका लाउने सक्यो यता अरू यता हेर्दै यता यता हेर्दा पिर्लिक्क तिम्रो गोला पिर्लिक्क रिलिक्क आउँछ दसैँ आउन त पहिले नि भनेर नाता बजाउन अजालाई पनि चिनेन ल हेर अरू यता पानी परेकै परेन नि त यता हेर त कस्तो पानी पर्यो है आज किनकि चिसो भयो टिका सिका लाग्यो खाना खाने बेला खाने बेला चाहिँ यस्तो भयो अझ लाथ्यो अघि नै आयो अझ अघि नै लाथ्यो है हो कि हालिदिएको चिरिप्पा हान्ने होला नि त अलिकति थोरै माथिबाट ल्याएको छु त मैले है त्यही आँस हो आँस त त्यही छ अरे आँस त त्यही छ अरे अहिले त बल्ल राउन्ड देखेँ है अझ ल पलेटी मार्नुहोस् लाउरे पारामा बसेर खानुपर्छ हो ल यस पानी यस्तो हालत छ यार पानी परिरह हाम्रो खानेकुरा ट्याक्क आइसक्यो अझ यहीँ छ है अझ रमाइलो लाग्यो नि त अझ गजब भा यो समयको ए हिजो बनाएर है अब यहाँ पानी टाउको चाहिँ पकाइदिए ल हाम्रो यहाँ चटपट ग्याङ भेटियो है फेरि भचेको भाइरल दसैँको दिनमा होइन भाइरल कसले गराइदियो हाम्रो अहिले गरिदिनु भयो ल ठिक छ है सबैजना चनाचरबाट गोर्खाको सबभन्दा मिठो चनाचर बनाउने होला है हामीले यहाँ दसैँमा आज भेटे एकदम रमाइलो भयो किन किन
ए बोलाउनु भएको थियो त्यतिखेर ल ठिक छ ल रमाइलो हो नि होइन अब आज व्यापार छैन व्यापार छैन आज भोलि बढाउँछु दाइ भोलिबाट हो हजुर ल ल ल ल ठिक छ ल ओके ल ल ल दसैँमा धरती छोड्ने कार्यक्रम यो चाहिँ बानी हाल्नु पर्छ यार कसलाई चढ्न लाउने होला त्यहाँ जुम गरिहाल्छ कस्तो नसको केटा मान्छे बसेर खेल्दा त है नसको क्या फोटो भिडियो खेल्थ्यो ल ब्लग बनाउनु लाग्यो ब्लग हो ब्लग यताबाट के हो त्यो वायरलेस पाएर कहिले युज गर्ने बरु म आएर स्विच राखेर राख्दैन ब्याट्रीहरू फास्टै गर्छ कि त्यो अर्को एउटा आउँदो रहेछ नि त्यो कभरमा कि अघि त झुकेर फोन गरेर त्यो चाहिँ ठुलो रहेछ क्या त्यस्तै नै हुन्छ भने है मैले पारमा त अहिलेसम्म जोडेको कभरमा ब्याट्री हुँदो रहेछ डबल हुने अब 100% ब्याट्री हाल्छ नि पावर फेरि हालेपछि 200% हुन्छ होइन मोबाइलमा कभर हाल्छ नि त्यो कभरै हाल्ने तर त्यसो त्यो कभरमा ब्याट्री हुन्छ क्या ल आउनु पज गरेको पज गरिदियो क्या हो यार त्यस्तो गर्नु भएन नि के हो यार पज यार तल मजा आउँछ मेरो बाली होइन होइन तिम्रो त राम्रो तिमी भिडियो खिची लाटा लगाइदिने ल खै रोयल ए पोज्न गर्ने अब नि लास्ट ल मेरो भान्जाहरू ए यो लगाइदिनु लागि छ राम्रोसित पढ्ने मामालाई माया गर्ने फोन गरिदिनु सधैँ काट्दिने है ल है फोन गरेर सधैँ काट्दिने दिनिक्क तातेर बस्ने चकचक धेरै गर्ने त्यस्तो गर्नु भएन है हुँदै हुन्न हुँदै नाना मेरो भान्जाहरूलाई सधैँ राम्रो होस् ल खै कताको हात टेकेर बस्छ दुईटा जस्तो गर्नु हातमाथि गर न अलि अगाडि बस पहिला मैले यो लगाइदिएँ मेरो भान्जालाई गेम धेरै खेल्ने भएर त्यो लगाइदिएँ क्या नाइ है भान्जा हो कि नाइ हो कि नाइ पैसा कुन लिने होला कुन लिने यो लिने के लिने कुन लिने यो लिने हो होइन यो लिन्छ पोस्ट नगरिरहने अब मामा पोस्ट नगर्ने कस्तो समाधान यार सेम्पू हो नि सेम्पू हो नि सेम्पू नमस्ते गर खतरा ल सक्यो ल खाना खाम
स्टप गरिदिउँ